बस्यो किन्छ के बस्यो किन्ने बस किन्ने अरे बस किन्छ ए कत्रो बेला बस किन्ने हो 10 बजी लाग्छ मनाइकन बुझ्नु मैले भन्नु के दुईजना गएर सक्नु दुईजना नाम ए अब आपा चाहिँ किन्नु नि त्यो गरेर दिनु भएको आज आउँछु भने अब 2 बजी आउँछ भने यहाँ रसगार यात्रा बुइनहरू कहाँ खाके म जानु पर्छ भोलि त मैले जान्छु बता हैन म जानु म यसै शिवलिङ कुरा दिँदा बुइनहरू यतिखेर चक्लेट आइसक्यो होला घरमा 2 बजी जस्तो भन्नु कहिले बजी भयो 4 बजी हजुर 4 बजिसक्यो 4 बजी बुइनहरू ला त जाऊ जाऊ बुइनहरू दिएर राख नाच्दै रहनु आज त स्वागत मान्ने दिन रहेछ त त्यस्तो चाहियो मान्छे म त खै काट्दै हिँड्छु के काट्नु त मान्छे नि आज नराम्रो हान्छ माने गर्दै मार आएछ माथि गर्छ म ल्याइदिनु मासु माको पैसा चाहिएन माको पैसा एक दिन पनि गर्नु मासु त ए एक दिन भयो म आफै मार म आफै ए आफै मार हान्छौ दाइ थाहा त मैले तपाईँले नि मार म टिका खाऊ ए सबै दाइ सबै बाहिरलाई थाहा छ मार हान्ने दाइले सबैले त्यसो गर्नु म त ध्यान काम त गर्थ्यो अब अहिले खत्तम भयो घाँदैन हो घाएन बिहान उठेर काम गर्थ्यो खसी काट्ने हरेर त्यहाँ पैसा पाउँथ्यो बिहानभरि काम गर्दा 500-700 पाउँथ्यो 30,000 दिन्छ महिनाको अरे खत्तम ल जाऊ अहिले म खानु लाग्छ म त आएको जानु। म नगएर बिहा पनि 3 हालेर आएको तिनटा मा हालेर आफै बनाएर आएको छु अनि दाइले यहाँ भेट्यो अनि दाजु यहीँ भित्र ल्याएको ए मासु खायो रा मासु ल्याएन मैले अहिले बेलुका मेरो भाउजूहरू माछा मासु म खाँदै पनि मैले काम गरेर मलाई फ्याक्ट्री दिन्छ म आफै ल्याउने हो आफै लिएर आउने हो मासु सासु नल्याऊ है मासु सासु नल्याऊ हामी पनि खाँदैनौँ अहिले हामी साउन लाग्यो हामी मासु खाँदैनौँ क्या चेला पनि जाउँदैन झन् जे भन्नु हामी खाइहाल्छ त्यहाँ पो साउँदैन ऊ त एउटा कुरो एक्लै खाने मान्छे अब पैसा दिनु म माइलाले एउटा कुरा एउटसँग खाए म पैसा दिन्छु म सबै खाएर खान्छ तिमी मासु मासु सानो चल्दैन तिमीले काटेको चाहिँ चल्दैन तैँले काट्यो होस् तैँले अरूले काटेको चाहिँ चल्छ तैँले काट्यो होस् अर्का कुरोसँग चाहिँ जान्छ अनि पैसा चाहिँ कति दिएको मैले तिरेन लम्बुले दिएको ठेक्दा तिरे पैसा दियो एक लाख पैसा दिनु मलाई अब कोठो ओथार गरेर कोठो काटेर कोठारो बढ्या ए हो बुग्रा ल्याम्पे काटेर दाइले खाँदैन मैले दाइले मात्रै